नमस्ते साथीहरू, म आज राष्ट्रिय परिचय पत्र अपडेट सम्बन्धी सानो भिडियो क्लिप लिएर आइसकेको छु। अन्त्यसम्म हेरेर साथ दिनुहोला। हिजो आज निकै चर्चामा रहेको विषय ब्याङ्किङ खातामा अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र अपडेट गर्नुपर्ने, यदि अपडेट भएन भने तपाईँको ब्याङ्क खाताको पैसा ब्याङ्कले नै जफत गरिदिने, नेपाल सरकारको खातामा जम्मा गरिदिने लगायतका भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको अवस्थामा म एउटा ब्याङ्करको हैसियतले तपाईँलाई के विश्वस्त पार्न चाहन्छु भने तपाईँले एनआइडी अपडेट गर्नुपर्ने कम्पलसरी नै हो। नेपाल सरकारको नियमअनुसार अपडेट गर्नै पर्ने छ। तर तपाईँले अपडेट गर्नु भएन भने चाहिँ तपाईँको खाताको पैसा नेपाल सरकारको खातामा जाने, ब्याङ्कले नै जफत गरिदिने लगायतका यी समाचारहरू चाहिँ भ्रामक नै हो भन्ने कुरा विश्वस्त पार्न चाहे। खास गरी विदेशमा रहनुभएका साथीहरूले, म त विदेशमा छु, मेरो नेपालको ब्याङ्कमा खाता छ, अलिकति पैसा पनि छ, यदि समयमा अपडेट भएन भने त्यो पैसा कतै ब्याङ्कले जफत गरिदिने त होइन, नेपाल सरकारको खातामा दाखिला गरिदिने त होइन लगायतका प्रश्नहरू सोध्नुहुन्छ। म तपाईँलाई के भन्न चाहन्छु भने यदि तपाईँ विदेशमा हुनुहुन्छ भने मोबाइल ब्याङ्किङ त पक्कै पनि युज गरिराख्नु भएकै होला। यदि मोबाइल ब्याङ्किङ युज गरिराख्नु भएको छ भने तपाईँले मोबाइल ब्याङ्किङ मार्फत नै एनआइडी अपडेट गर्न सक्नुहुनेछ। कतिपय ब्याङ्कले चाहिँ मोबाइल ब्याङ्किङबाट नै एनआइडी अपडेट गर्ने व्यवस्था अहिले नै मिलाइसकेका छन् र कतिपय ब्याङ्कहरूले चाहिँ मिलाउने प्रोसेसमा छन्। त्यसैले तपाईँ धैर्यता राख्नुहोस्। छिटो अपडेट गर्ने बहानामा अपरिचित नम्बरबाट आएका कल म्यासेजका आधारमा ओटिपी कोड सेयर गरी स्क्यामको शिकार नबनिदिनु होला। धन्यवाद। र एनआइडी अपडेट गर्ने प्रोसेस म नेक्स्ट भिडियोमा लिएर आउनेछु। त्यसको लागि भिडियो नछुटाइ हेरिदिनु होला। धन्यवाद।